बिहा गरेछ रे भाइ भाइ कति किलो भएपछि बिहा गरेर तैँले आज अप्रिल फुल बुवा मम्मीलाई तर्साउनु पर्यो रुको जरा सबर करो अब के भन्नु पर्यो भनेपछि ल मामाको छोराले त बिहे गरेछ भन्नु पर्यो है त लगाइछ अनि त्यो कान्छो मामाको छोराले त बिहे गरेको त है निर्मलले कहाँ र खै कहाँ त खै फेसमा राख्यो हो र हेर न तपाईँ मेरो नेट चाहिँ सकियो अघि मैं काल हजार ले तो त्यसले पक्कै बिहा गरेको छ कि कता हो फोन गर्नु न हेलो हेलो बाबु नमस्ते अरे बाबु कहाँ छु नमस्ते बाबु नमस्ते सन्चै हुनुहुन्छ आमा नि आमा सन्चै हुनुहुन्छ केटाटी आमा पनि सन्चै अरे भर्खर उठेर आउँछ बाल्ला ए निर्मलले बिहा गरौ र निर्मलले बिहा गरौ र कोले भन्छ ए हो आज बिहान बिहानको अप्रिल फुल और अभी तो रुको क्लाइमैक्स अभी बाकी है ए मम्मीले बताउनु भयो के आज अप्रिल फुल हजुरबा दर्शन हजुरबा दर्शन निर्मलले बिहा गरेर ए बाबु काटिदिनु हजुर हजुरबा दर्शन हाल्नु न अप्रिल फुलले के छ आराम हुनुहुन्छ हजुरबा मलाई 10 किलो पनि छैन राखेको अनि किलोले थाहा हुन्छ र बिहा गर्नलाई पनि बाले त किलोले पो भन्नुहुन्छ छोरी चाहिँ निर्मलले बिहा के भन्छ निर्मल तैँले त बिहा गरेछ रे भाइ भाइ 10 किलो नि छैन कहाँ त बिहा गर्ला भन्नुहुन्छ हजुरबाले फेरि 10 किलो नि छैन कहाँ त बिहा गर्ला भन्नुहुन्छ हजुरबाले फेरि के किलोले बिहा गर्ने हो है त 40 किलो भएपछि बिहा गरेर तैँले के छ आरामै हजुरआमा त्यो कहाँ गयो लजाएर आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त के गर्दै हुनुहुन्छ त निर्मलले कति किलो भएपछि बिहा गर्नु रहेछ 10 किलो पो छ अरे बल्ल फोन गर भनेर बिहान अनि आज अप्रिल फुल थियो मम्मीले फेरि निर्मलले बिहा गर्यो भनेर भनिदिएको फोन कसैले भने होइन कसैले भने होइन कि यत्तिकै तपाईँसँग फोन गर्न मन लाग्थ्यो अनि मम्मीलाई चाहिँ ल भनिदिएको के आज धाट्ने दिन हो त्यो मम्मीले धाँटेको मम्मीले फेरि फोन गरिहाल्नु भयो निर्मल बल्ल उठेछ होइन कि मम्मीले बिहान निर्मलले फोन बिहा गरे भनिदिएको अनि हजुरबाले फोन गर्नु हो हजुरबाले त 10 किलो नि छैन के को बिहा गर्दा भन्नुहुन्छ त्यही भएर हाँसिन्छ के